भक्तवत्सल भगवान की जय। वृष्णीयां प्रवरो मन्त्री कृष्णस्य दहितः सखा शिष्यो बृहस्पते साक्षात् उद्धवो बुद्धिसत्तमः। भगवान गुरुकुल को शिक्षा प्राप्त गरिसकेर फर्केर आउनुभयो। प्रेमले भन्नुस् त राधे राधे। भगवान फर्केर आउनुभयो। भगवानलाई स्वागत गरे सबैले। समय बित्दै गयो। वृन्दावनको यादले धेरै सतायो। वृन्दावनको धेरै याद आउन लाग्यो भगवानलाई। उद्धवजी भन्नुहुन्छ होइन ज्ञानी भएर आएका हौ कृष्ण, के हो यस्तो? टोलाउन लाग्यो त। ज्ञानी मान्छेहरू त न मिलनमा धेरै प्रभावित हुन्छन् न वियोगमा धेरै प्रभावित हुन्छन्। के हो? भगवान भन्नुहुन्छ हे उद्धव मलाई वृन्दावनको याद आयो। भगवान श्रीकृष्ण बडा विचित्रको हुनुहुन्छ। कुनै ठाउँ मन पर्यो भने त्यो हो वृन्दावन, कुनै ठाउँको याद आयो भने त्यो हो वृन्दावन। खाली वृन्दावन। प्रेमले भन्नुहोस् वृन्दावन बिहारी लाल की। भगवान भन्न लाग्नुहुन्छ हे उद्धव तिमी गएर आऊ न हौ वृन्दावनमा के रहेछ। आमा पिता के गर्दै हुनुहुन्छ? म त साह्रै हिम्मतै नभएको भएँ। डर छ फर्केर जाउँ भने पनि कंसले कति बेला आक्रमण गर्ला। बिचारा हाम्रा हजुरबुवा उग्रसेन दुर्बल हुनुहुन्छ, यति बेला चिन्तामा हुनुहुन्छ, मानसिक तनाव छ उनलाई। त्यही भएर म जान सक्दिनँ। जानुस् उद्धवजी जानुभयो। आज उद्धवजीलाई सबैले देखे। मनमा धेरै पीडा भयो। आखिर हाम्रा प्राण स्वरूप कृष्णलाई अखिरुले लिएर गए, अहिले को आयो? कंसलाई मारिसकेर त्यसको प्रेत कर्म गर्नलाई हामीलाई लिन आएका हुन् कि क्या हो? कति निकृष्ट रहेछन् यी मथुराका मान्छे। आमामामा कति यिनीहरू दुष्ट रहेछन् भनेर चर्चा परिचर्चा गर्न लागे। वसुदेव नन्द बाबा र यशोदालाई भेटेर उद्धवजी सम्झाउन लाग्नुहुन्छ हे माता कृष्ण अद्वितीय पुरुष हुनुहुन्छ। कृष्ण तपाईका मात्र छोरा होइनन्। हेर्नुहोस् कृष्णमा धेरै पराक्रम छ, कृष्णमा धेरै सम्भावना छ। कृष्ण समग्र संसारका हुन्। कृष्ण त अद्वितीय हुन्। यशोदा भन्न लाग्छन् हे उद्धव तिमी जुन कृष्णलाई अद्वितीय भन्दैछौ ती कृष्णलाई मैले मेरो काखमा खेलाएकी हुँ। मैले आफ्ना स्तनपान गराएकी हुँ। रग रगमा मैले कृष्णलाई सजाएकी छु। यशोदा वर्ण्यमानानि पुत्रस्य चरितानि च शृण्वन्त्यश्रोण्यवासाक्षी स्नेहस्नुतपयोधरा। कृष्ण शब्दले बित्तिकै आँखाबाट आँसु आउन लागे। उद्धवका आँखा पनि रसाए। कति प्रेम हुन्छ एउटी आमालाई एउटा सन्तानको। अहो कृष्ण कतै निष्ठुरी भएका। कृष्णका पक्ष लिएर गएका श्री उद्धव यशोदालाई एउटा कुरा पनि सम्झाउन सक्दैनन्। आँखाबाट आँसु गिर्न लागे। असह्य भयो। सम्झाउनुहुन्छ यो संसार यस्तै हो आमा। आफ्ना आफ्ना कर्तव्य, आफ्ना आफ्ना कर्म, आफ्ना आफ्ना धर्म, आफ्ना आफ्ना मर्म सब छन्। त्यही भएर चिन्ता गर्नु हुँदैन। व्यक्तिलाई व्यक्तिको दृष्टिले मात्र नहेरेर उसलाई समग्रताको दृष्टिकोणले हेर्नुपर्छ। हामी आत्मा स्वरूप हौँ। आत्माको न आमा हुन्छ न पिता हुन्छ भने यी कृष्णका पनि त त्यस्तै हुन्। न माता न पिता तस्य न भार्या न सुतादयः नात्मीयो न परश्चापि न देहो जन्मैव च। तिनका माता पिता कोही छैनन्। आत्माको दृष्टिले हेर्नुहोस्। यशोदाका आँखा अझै रसाए। हे उद्धव तिमी कसरी भन्न सक्छौ कृष्णका आमा बुवा छैनन् भनेर? मैले यिनै हातले खेलाएको हो। मैले यिनै हातले हुर्काएको हो। रातभरि नसुतिकन खाई नखाई हुर्काएकी हो मैले। कति बेला लड्छ कि, कति बेला ठोकिन्छ कि, कति बेला
बिमारी हुन्छ, कति बेला भोक लाग्छ, कति बेला प्यास लाग्छ, सबै कुरा मैले हेरेकी हुँ। कसरी कृष्णका आमा बुवा छैन, कुनै भाषाले पनि सम्झाउन सकेनन् उद्धव। केही लागेन, उद्धवले केवल सुने। यशोदा र नन्द बाबाका बिलौनाहरू सुनेर रात्रिकाल विश्राम गरे र भगवान उदिते सूर्य, भगवान सूर्य उदाए पछाडि आफ्ना कर्तव्य सकेर वृन्दावनको त्यो दिव्य वातावरणमा यताउता अवलोकन गर्न हेर्न भनेर निस्किए। त्यहाँ त अनेक ब्रजका निवासीहरू उद्धवलाई देखेर पर गर्दा रहेछन्, टेणे टेणे पाराले हेर्दा रहेछन्। मथुराका कोही आए पनि विषय मात्रै उठ्ने भएको रहेछ वृन्दावनका लागि। अहो अब त के थियो र, उद्धवजी सबैसँग गएर नजिकिन खोज्छन्, तर उद्धवलाई देख्ने बित्तिकै सबै पन्सिन्छन्। उद्धवजीको मन साह्रै व्यथित भयो। गएर भन्न लागे, होइन किन यति साह्रो निष्ठुरी बनेका हौ ब्रजवासी हो, भन्दा तिमीहरूले हाम्रो प्रेममा धेरै धोका दिएका छौ, मथुराका धेरै क्रूर हुँदा रहेछन्। सारा कुराहरू सुनाउँदै भन्न लागे। होइन के भयो, मथुराकाले के गरे भन्दा, उद्धव हामी तिमीलाई केही भन्न सक्दैनौ, तिमी यी गोपिनीहरूलाई हेर। उद्धवले गएर गोपिनीहरूलाई भेटे। उद्धवले गोपिनीलाई भेटेर प्रणाम गर्न लाग्दा गोपिनीहरू पनि बोल्न खोज्दैनन्। उद्धव भन्छन्, हे गोपाङ्गना हो, मलाई क्षमा गर, तर मैले त तिमीहरूको केही बिराएकै छैन, किन रिसाउँछौ? गोपाङ्गनाहरू भन्न लागे, हे उद्धव हामी भनौँ के, तिमी प्रत्यक्ष हेर। यदि तिम्रो हृदयमा छातीमा बल छ भने हिँड हामीसँग। तिमी हेर्न नसक्ने तिमीलाई दृश्य देखाउँछौ हामी। उद्धवजीले साहस गरे, गोपाङ्गनाहरूसँग अगाडि बढे। कदली वनमा श्री राधा रानीको विचित्र दशा रहेछ। प्रेमले भन्नुहोस् त, राधे राधे। बहुत सावधान भएर एकदम साहस पनि शान्तिले फेरेर सुन्नुहोस् है। यो दिव्य कथा यदि बुझ्यो भने आत्माको उद्धार हुन्छ। एकदम सावधान भएर। राधा रानी कदली वनमा हुनुहुन्थ्यो। किनकि कदली भनेको कोला। अब केलाको वनमा पानीहरू रसाउने शीतल हुने हुन्छ कोलाको फेदमा। त्यो शीतलतामा चाहिँ लगेर राधालाई अत्यन्त ठण्डक वातावरणमा राखेको कोलाको छायामा। किन भन्दाखेरि श्रीकृष्णको प्रेमको वियोगको पीडाले राधालाई यति साह्रो हृदयमा आघात भएको रहेछ कि हृदय जल्न लागेछ। भक्तवृन्द, एउटा यस्तो विचित्र कथा हो यो राधा र कृष्णको प्रेमको कि सुन्दा पनि आश्चर्य लाग्छ। आजसम्म त कोलाका पत्ताहरू ठाडा ठाडा थिए, तर राधाको प्रेममा यति शक्ति थियो। त्यो राधाको प्रेमको उत्कण्ठाको पीडाले गर्दा, तापले गर्दा ती कोलाका पत्ताहरू नुइए। प्रेमले भन्नुहोस् राधे राधे। यस्तो प्रेम श्री राधाको छटपटाइरहेकी, बोली बन्द भएको रहेछ प्रेमको वियोगमा। बाँसुरी सिरानी लगाएर श्री राधा शयन गरेकी। ललिता, विशाखा, तुङ्ग विद्या आदिहरूले राधालाई विविध भाँति सेवा गरेका। उद्धव पुगे। राधाको त्यो दृश्य देखेर बेहुल भए। राधालाई कानमा गएर ललिताले भनिन्, देवी हेर, कृष्ण, केवल कृष्ण पनि पुरा नभइकन राधा जुरुक्क उड्छिन्। खोइ कृष्ण। ललिताले भनिन्, क्षमा गर देवी, कृष्णका कोही पहिचानका व्यक्ति आएका छन् भन्न खोजेकी थिएँ, तपाईँले पुरा सुन्न सक्नु भएन। छटपटाहट भयो। अब त राधा र उद्धवजीको वार्ता हुन लाग्यो। उद्धवजी प्रश्न गर्छन्, हे राधे, तपाईँको यो स्थिति देखेर एउटा पनि प्रश्न गर्ने हिम्मत जुटेन, तर पनि यी गोपाङ्गनाहरू अन्यको मनलाई शान्ति राख्नका लागि के म आएर तपाईँलाई केही शान्ति मिल्यो, केही ठण्डक भयो? कस्तो छ हजुरलाई अहिले भन्दा श्री राधा मुख खोलेर गाउनुहुन्छ, हे ललिता, तिमी यहाँ आऊ। उद्धवको मुख हेरेर म केही बोल्न सक्दै छैन, किनकि यी उद्धवलाई म कृष्ण जस्तै देख्दैछु। ललिता छेउमा आइन्। राधा गाउन लाग्छिन्,
हे ललिते मेरो हालचाल सोध्दैछन् म के भन्नु एरियाली पिया बिना सखी एरियाली पिया बिना सखी एरियाली पिया बिना सखी कलना पड़त मोरी घड़ी पलने से दिन हरियाली पिया बिना हरियाली पिया बिना सखी हरियाली पिया बिना सखी कलना पड़त मोरी घड़ी पलने से दिन हरियाली पिया बिना सखी एरियाली पिया बिना जब से पिया जब से पिया परदेश सिखाए जब से पिया जब से पिया परदेश गमन के रतिया गुजारों में रे गिनगी हरियाली पिया बिना सखी हरियाली पिया बिना सखी कलना पड़त मोरी घड़ी पलनी से दिन हरियाली हरियाली पिया बिना सखी हरियाली पिया बिना हे सखी श्री कृष्ण बिना कस्तो स्थिति छ हे सखी हो एक पल एक क्षण मलाई कल्प समान भएको छ कल न पड़त मोही घडी पल छिन छिन म रातभरि तारा हेरेर समय व्यतीत गर्दैछु निन्द्राले मेरो साथ छोडी मलाई सुखले पनि धोका दियो मलाई दुःखले पनि धोका दियो म बज्र भएँ म बर्बाद भएँ म त्यति पीडामा छु म कसरी मेरो आफ्नो परिचय दिउँ उद्धवले यस्तो कुरा सुने त्यही बखतमा त्यहाँ एउटा भमरो आएछ भनभन गर्दै राधालाई बोल्ने आँट आएन यहाँ राधाले भमरालाई हेरेर एउटा गीत गाइन् केही गीतलाई भ्रमर गीत भनिन्छ बडा राम्रो बडा सुन्दर गीत छ यो अहो मालिनी छन्दमा दिव्य तरिकाले राधाले गाइन् उद्धवले सुने सबै गोपाङ्गनाहरूका आँखा रसाए सुन्नुहोस् हामी पनि श्रवण गरौँ माधुपकी तव बन्धो मास्पृशाङ्घ्रिं सपत्न्या कुचविलोलितमाला कुङ्कुमश्मश्रुभिर्नः वहतु मधुपतेस्तां मानिनीनां प्रसादं यदु सदसि विडम्ब्यं यस्य दूतस्मविद्रे मधुपकी तव बन्धो सकृदधर सुधां स्वां मोहिनीं पाययित्वा सुमनस इव सद्य तात्यजेस्मान् भवाते परिचरति कथं ता पादपद्मं तु पद्मा हितचेता उत्तम श्लोक
तत्प्रसङ्ग क्षपितको चरु जस्ते कल्पयन्तेष्टमिष्टा मधुपकी तव बन्धो मृगयुरिव कपीन्द्रम् विव्यधे लुब्धधर्मा स्त्रियमकृतविरूपा स्त्रीजिता कामयाना बलिमपि बलिमात्वा वेष्टयध्वांसवद्य तदलमसितसखे दुस्त्यजस्तत्कथार्थः मधुपकी तव बन्धो मास्त्रिशान्तिं सपत्न्यम् उचविलुलितमाला कुङ्कुमश्मश्रुभिर्नः दहतु मधुपतिस्तम् मानिनीनां प्रसादम् यदु सदसि विडम्ब्यम् यस्य दूतस्त्वमीते अपिबत मधुपुर्याम् आर्यपुत्रो धुनास्ते स्मरति स पितृगेहान् सौम्यबन्धूंश्च गोपान् क्वचिदपि स कथानः किङ्करीणां वृणीते भुजमगुरु सुगन्धम् मूर्ध्न्यधास्यत् कदा नो मधुपकी तव बन्धो मधुपकी तव बन्धो मधुपकी तव बन्धो। बहुत मिठो बुझ्न त कम्ती बुझ्यो होला तर यसको राग यसको तान यसको लयले पनि केही न केही त अवश्य हृदय छोएको हुनुपर्छ। यदि छोएन भने भागवत सुनाइमा पक्का कमी रह्यो। किनकि यति पनि बुझिएन भने यतिमा पनि छोएन भने त मजा आएन। यहाँ भन्छन् ए भमरा तिमी हाम्रो छेउमा नआऊ। आखिर हामीमा के छ अब? श्रीकृष्णले त्याग गरिसकेका हामीहरू अहो तिमी त जाऊ मधुपुरका स्त्रीहरूका छेउमा गएर गुनगुनाऊ उनलाई कृष्णको कीर्ति सुनाऊ। कृष्णले हामीहरूलाई धेरै छल गरे। हुन त जन्म जन्मान्तरका छलिया हुन् कृष्ण। आश्चर्य लाग्छ ती लक्ष्मी कसरी तिनको सेवामा लागेकी छिन् हौ। आम्मामामामा यस्ता कप्ती भएका कृष्णका कप्त्याईलाई सहेर कसरी सेवा गर्छिन् होला। एउटी नारीले धेरै सहेको हुँदो रहेछ स्त्रीले पुरुषका लागि। अहो अनेक प्रकारले छल गर्ने अनेक प्रकारले व्यक्तिहरूलाई ठग्ने बानी कहिल्यै सुध्रिएन। अहो हुन त ऊ परम सुन्दर छन्। उनका लागि कोही पनि अप्राप्य छैनन्। जुन मन पर्यो त्यही उनले पाउँछन् जे मन पर्यो त्यही पाउँछन्। तर जसले उसलाई मनमा सजायो उसको भावना बुझ्दैनन् कृष्णले। अहो पूर्व जन्ममा पनि बालीलाई यिनले छल गरेर मारे। अरे बिचारा त्यो शूर्पणखाको के दोष थियो? गोपाङ्गनाहरू भन्दैछन् शूर्पणखाको के दोष थियो? रामचन्द्रलाई मन पर्दो रूप थियो रामचन्द्रको। मन पर्यो भनेको नाकै काटिदिए। कति बदमासी गरेका यी कृष्ण बडा कपट भएका छन्। बडा कप्ती छन् यी कृष्ण। अहो बलिमपि बलिमत्वा बलिकामा आफै गए छल गरेर 3 पाउ जमिन मागे। तर पनि उनले दिँदा दिँदै पनि छल गरेर फेरि बाँध्छन्। हे भगवान कस्तो निष्ठुरता यी कृष्णमा। अहो आज आफ्नी आमालाई त छोडेर जान सक्ने आफ्ना पितालाई त छोडेर जान सक्ने त्यस्ता निष्ठुरी कृष्णको के कुरा गर्ने? जाऊ तिमी पर कृष्ण जस्तै देख्छु म त। कालो जतिदेखि त मलाई पुरा रिस उठ्न थालेको छ भनेर राधाले भने पछाडि साँच्चीकै त्यो भमरो उडेर गयो। राधाको हृदयमा फेरि व्यथा भयो। अहो कृष्णलाई यो कुरा सुनाइदियो। यो भमराले भने कृष्णको हृदय दुख्छ होला।
फेरि बोलाउन लागे प्रिय सक पुनरागा, ए प्रिय नजाऊ नजाऊ, मैले भावमा आएर के भने होला, क्षमा गर मलाई। फेरि आयो। अब राधाले मिठो शब्दमा फेरि भमरालाई इङ्गित गर्दै उद्धवलाई सोध्नुहुन्छ, हे भमरा, मधुपुरमा श्रीकृष्ण शान्ति लिएर बसेका छन्, उनलाई केही समस्या त छैन, आफू त्यत्रो तडपेर पनि प्रेमीलाई याद गरेर उनका बारेमा सोच्न सक्छन् राधा। त्यही भएर राधा र कृष्णको प्रेमको महिमा गाउनुपर्छ, लैला मजनुको होइन। तपाईहरुलाई मजाको कुरा बताऊ, लैला र मजनु कुन देशका पात्र हुन्? थिए तिनीहरू? कहाँ जन्मेका हुन्? न लैला जन्मेकी थिए, न मजनु जन्मेको थियो, न मुना जन्मेकी थिए, न मदन जन्मेको थियो, न रोमियो जन्मेको, न जुलियट जन्मेको। यो नजन्मेका नभएका पात्रको काल्पनिक कथाहरू हुन् यिनीहरू। तर हामी सबलाई थाहा छ, तर शिव र सतीको प्रेम, राम र सीताको प्रेम र राधा र कृष्णको प्रेम हामीलाई केही थाहा छैन। के हो प्रेम? प्रेमको पराकाष्ठा हो राधा, प्रेमको पराकाष्ठा हो राधा, प्रेम मूर्ति हो राधा, कृपाको मूर्ति हो राधा, सहनशीलता की मूर्ति हो राधा, सबैलाई कृपा गर्न सक्ने कृपा मूर्ति हो राधा। प्रेमले भन्नु राधे राधे। राधालाई यदि हामीले बुझ्ने हो भने, जसले राधालाई बुझ्छ उसका सारा बाधाहरू स्वयमेव समाप्त भएर जान्छन्। त्यस्तै राधा। उद्धव छक्क परे यी गोपाङ्गनाहरूको विषयलाई सुनेर। अरे कृष्ण भगवान हुन् भन्ने पनि थाहा छ हौ यी गोपिनीलाई, त राम म त गवार सम्झिँदै थिएँ। उद्धवको मनमा आयो, आज थाहा भयो यिनै राम हुन्, यिनै वामन हुन्, यिनै नरसिंह हुन् भन्ने पनि थाहा छ। हे भगवान, गोपाङ्गनाले त भगवान मानेरै पो भक्ति पो गरेका रहेछन् त। म त एउटा स्त्रीले एउटा पुरुषलाई गरेको जस्तो साधारण प्रेम होला भनेको त धिक्कार छ मलाई। आज मैले बुझिन। 6 महिनासम्म उद्धव त्यहीँ बसेर प्रेमको शिक्षा लिनुभयो। प्रेम के हो, वाट इज डिभाइन लभ सिकाइदिनु भयो राधा रानीले। उद्धव प्रेमिल बने, उद्धवको हृदयमा प्रेम गदगद भयो। आज पनि तपाईहरु ब्रजमा जानुभयो भने त्यो प्रेम देख्न पाउनुहुन्छ। त्यस्तो दिव्यता र भव्यताले युक्त भएको यो श्री राधा र कृष्णको दिव्य ग्रन्थ हो। यह अमर ग्रन्थ, यह मुक्ति पन्थ, यो अमर ग्रन्थ हो भागवत। किन अमर भन्दाखेरि प्रेम अमर भयो यहाँ। किनकि अन्य प्रेमहरू अमर प्रेम होइनन्। छँदै नभएका व्यक्तिको प्रेम कसरी अमर हुन्छ? तर राधा र कृष्ण नित्य सिद्ध सुसिद्ध। येयम राधा यश्च कृष्णो रसाभिर्देहे नैकः क्रीडार्थम द्विजाभूत। राधा र कृष्ण एक तत्व हुन्, अद्वितीय एक तत्व है। राधा तत्व प्रधान, याको दूजो रूप है स्वयं कृष्ण भगवान। श्री राधा कृष्ण दो एक है। त्यस्तो दिव्य। तर पनि हामीहरूलाई कतिको प्रेम गर्नुपर्छ। प्रेमको पराकाष्ठाको शिक्षा दिनलाई राधा र कृष्णले दिएको अवतार हो। प्रेममा प्राप्ति हुँदैन, तर प्रेममा त्याग समर्पण हुन्छ, बदलाको भाव हुँदैन। यसले मलाई जो गरेको यो हुँदैन। यो दिव्य प्रेमको शिक्षा पाए पछाडि उद्धव श्री कृष्णलाई भेट्न गए। श्री कृष्णलाई गाली गर्न लागे, कृष्ण तिमी कति निष्ठुरी, आजै तिमी वृन्दावन गएर त्यहाँ वृन्दावनकालाई भेटेर आएनौ भने तिमीले मलाई मित्र नभन आजदेखि। उद्धवको दृश्य देखेर त भगवान छक्क पर्नुभयो। राम राम, यिनलाई पनि चस्का लागेछ वृन्दावनको। हिजो अस्ति वृन्दावनलाई सम्झेर किन रोको भन्थ्यौ त? अनि फेरि के भयो तिमीलाई के भन्दा? राम वृन्दावनको नामै नल्याऊ, म त मर्छु, पागल हुने रहेछु। वृन्दावन के साह्रो प्रेमी रहेछन् हौ त्यहाँका मान्छे त। हेर्नुहोस्, हामीले यही ठाउँलाई वृन्दावन बनाउन सक्छौँ यदि हामी पनि त्यति नै प्रेमी भयौँ भने।